नमस्ते टासिदेलेक फ्याफुला सबैजनालाई म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र यो धर्म सम्बन्धित यस्तो पाठ मन्त्र अनि प्रार्थनाहरुको भिडियो बनाएको अहिले केही समय भएको छ र यसो गर्दा गर्दै मबाट कति भुलहरु गल्तीहरु भएको छ भने मलाई माफ पाऊ है र भन्दै आजको यस भिडियो भनेको हाम्रो दिमाग बढाउने भनौं अथवा बुद्धि पलाउने भनौं एउटा राम्रो नराम्रो छुटाउन सक्ने दिमाग सही गलत छुटाउन सक्ने एउटा बुद्धि हो त्यस्तो आउनको लागि चाहिँ आजको यो भिडियो चाहिँ त्यस विषयमा रहेको छ है र हाम्रो हामी बुद्धिस्टहरुले चाहिँ अब आफ्नो दिमाग आउने या बुद्धि पलाउनको लागि चाहिँ कुन चाहिँ बुद्धलाई पूजा गर्छौं भन्दाखेरि उहाँको नाम छ झाम्पेयाङ भन्छ हामीले झाम्पेयाङ जेसन झाम्पेयाङ अथवा संस्कृतमा मञ्जुश्री भन्छ है जसको चाहिँ दायाँपट्टि हातमा चाहिँ एउटा ठूलो तलवार बोकेको छ र बायाँपट्टि भने एउटा पुस्तक छ है त र अब उहाँको पाठ भने दुई प्रकारको छ है एउटा लामो र अनि तपाईहरुको लागि भनेर एउटा छोटो पनि मैले हेरेको छु अब यो लामो पाठ चाहिँ हामीले सधैं पढ्ने गर्छौं हामी गुम्बा मात्र हैन विद्यालयहरुमा स्कुलहरुमा टिबेटन स्कुलहरुमा हामीले सधैं बिहान सधैं यही पाठ पढ्छौं हामीले है यसलाई भन्छ घाङलोमा हित्योबा पनि भन्छन् है र यो चाहिँ लामो चाहिँ यस प्रकारको छ चुमदेनदे छम्बे याङला छाछालो गाङ्गे लोटे टिप्ङे टेन्डल निदर नामदाग राप्सलवा जिङे ट्याङ्गन चेजिन सेक्चर ङेगे थोगर लेकबमजेन गांदा सिबे चनरा मारिक मेन्धोम दुंगा गेसिरवे टोसो कुनला भुजी तारजे हेला टुजु याङदेन सों ठुदर छेड्रो न्यमो ङेलोङ लेगे चाडो ढोलजे जिङ मारिक मेन्जल दुंगा न्योगो चिङे चेजे रल्डे नाम देने ताजिन सजे तारजेन यन्देन लेजो गेजे थुवे गु चुटा चुदा चुङे गेन्डे ताले मेन्जल झम्बे याङला थु हजुर यो चाहिँ अलि लामो खाले प्रार्थना हो है यस्तो छ भने छोटो चाहिँ नमो मेन्जु शिरिए शेजे खाइङ साजिङ याङबाला लोड्रे किलखोर गेबे वेसरगे केगु मेजे मेबे छोनामकुन सजे वाङबो झम्बे याङला थु हजुर छोटो चाहिँ यस प्रकारको छ है र लामो चाहिँ पढ्नु भए पनि हुन्छ र छोटो पढ्नु भए पनि हुन्छ मेन कुरा भनेको खास कुरा भनेको अब यो बुद्ध कस्तो देख्छ है उहाँले आफ्नो दायाँ बायाँ हातमा के बोक्नु भएको छ त्यसले के जनाउँछ है र यो पाठ पढेको फाइदा के छ खास कुरा चाहिँ हामीले त्यो थाहा हुनु पर्यो है त र भन्नुपर्दा उहाँ पनि हामी जस्तै एक मुखे र दुईटा हात भएको त्यस्तो बुद्ध हो है र दायाँपट्टि हातमा भने उहाँले एउटा ठूलो तलवार आगो बलेको एउटा तलवार बोक्नु भएको छ यस्तो गरेर त्यसले के जनाउँछ भन्दाखेरि जस्तै यो पाठमा भनेको छ मरि मिन्से धुङाङयुगु छिङे चिजे राल्डेन भनेको मतलब जति पनि अन्धकार छ है चाहे त्यो भित्री मनको अन्धकार होस् है खास त भित्र मनको अन्धकार चाहिँ मेटाउनु पर्यो नि त जति पनि हाम्रो भित्रीको मनको अन्धकार छ त्यो सबै अब हटाउने है त्यो सबै मेटाउने है त्यसलाई चिर्ने है त्यसलाई काट्ने अब त्यो तलवारले त्यो जनाउँछ त्यो तलवारले के काट्छ के चिर्छ भन्दाखेरि हाम्रो भित्री मनको अन्धकार है र थाहा नपाएको चीज है सही गलत छुटाउन नसकेको सोच है हो त्यस्तो भित्री मनको त्यो अन्धकारलाई चाहिँ यसले
चिरेर काटिदिन्छ र हटाइदिन्छ मेटाइदिन्छ है त। र भने अन्धकार मेटाएर उज्यालो आउनु पर्यो नि त हैन। र उहाँको बायाँपट्टि हातमा उहाँले यसो गरेर एउटा भनौँ एउटा फुलको यतापट्टि चाहिँ बायाँपट्टि चाहिँ उहाँको एउटा फुल छ, फुलको माथि पुस्तक छ र त्यो पुस्तक रहेको फुलको अब के भनौँ अब टुप्पो भनौँ के भनौँ त्यो चाहिँ उहाँले यो बायाँपट्टि हातले यसरी लिएर आफ्नो मुटुको नजिक यसरी लिएको छ। त्यसले के जनाउँछ भन्दाखेरि मैले बुझेअनुसार मैले यो पाठ पढे अनुसार झिङ्गे ढुङ्गिन झिझिन सिक्झिन ङेगे थुगर लेग्बाम छन् भन्नुभएको छ है। भनेको अर्थ उहाँले जति पनि बुद्धले अब धर्मको विषयमा जति पनि कुरा भन्नुभएको छ, जति पनि अब बुद्धको पुस्तकहरू छ त्यो सबै उहाँले थाहा भएको है, उहाँले जानिसकेको जनाउँछ। र त्यसो मात्र नभई अब हामीले चाहिँ अब त्यस्तो बुद्धको पाठहरू बुद्धको ज्ञान सबै प्राप्त भएको बुद्धको ज्ञान सबै जानेको एउटा छेजुन झ्याम्बेयाङ मञ्जुश्री जसले चाहिँ हाम्रो भित्रको अन्धकार है मारिकपा भन्छौँ त्यसलाई, भित्रको अन्धकार पनि मेटाउन सक्ने क्षमता छ उहाँलाई चाहिँ। अनि आज मैले म मात्र नभइकन सारा अन्य संसारका सारा प्राणीहरूको चाहिँ भित्रीको अन्धकार मेटाएर हामीलाई ज्ञान अनि दिनुहोस् भनेर चाहिँ हामीले यो पाठ पढ्ने बेला उहाँलाई यसरी ढोक गरेको है त। चाहे यो लामो पाठ पढ्नुहोस् चाहे त्यो छोटो पाठ पढ्नुहोस्, त्यो पाठको अर्थ भनेको यही रहेको छ है त। हजुर। र यता के लेखिएको छ भन्दाखेरि पढ्ने बेला चाहिँ हामीले थाक्भे साम्बा नम्बर थाक्भे भन्नुभएको छ। भनेको अर्थ आफ्नो मात्र लागि नपढ्नु है, आफ्नो साथीभाइको लागि मात्र नपढ्नु है, आफ्नो गाउँ आफ्नो देशको लागि मात्र नपढ्नु, आफ्नो गाउँको लागि। संसारमा जति पनि प्राणीहरू छन्, संसारमा अनगिनित हामीले गन्नै नसक्ने प्राणीहरू छन् त है, उहाँहरू सबैको लागि चाहिँ तपाईँले यो पाठ पढ्नुहोस् भनेर चाहिँ थाक्भे साम्बा भनेको चाहिँ त्यो हो है त। हजुर। अनि त्यस्तो सोच त्यस्तो मन लिएर पढ्नुभयो भने चाहिँ तपाईँले एकचोटि पढे तापनि एकदमै ठुलो पुण्य कमाउन हुन सक्नेछ र धर्म हुन्छ तपाईँलाई है त। अब यसको मन्त्र कस्तो छ भन्दाखेरि यसको मन्त्र भने यस प्रकारको छ, ओम आरापजना दि। हजुर। अब यसलाई तपाईँले ओम आरापजना दि ओम आरापजना दि ओम आरापजना दि गर्दै जप्नु भए पनि हुन्छ, नभए जुन त्यो अन्तिमको शब्द छ दि भनेर त्यसलाई एकदम छिट्टो पढ्नु भयो नै हुन्छ। जस्तै हामीले गुम्बामा त्यसरी पढ्छौँ, ओम आरापजना दि भनेर पढ्नु भयो भने हुन्छ। त्यो सकिन भने ओम आरापजना दि ओम आरापजना दि ओम आरापजना दि भन्दै जप्नु भयो भने हुन्छ है त। र अन्तमा प्रार्थना यस प्रकारको छ, सेदेन ख्योकी खेरप हेसरकी धाउलो तिमुक मेम्बा रप्सल्ने कादा तेन्जे शुङलुक तोकबाई लोड्रे पोबे नावा चादुसो। हजुर। अब अघि नै भनेको चाहिँ अब मञ्जुश्री छेजुन झ्याम्बेयाङ उहाँलाई जसमा चाहिँ अब सारा प्राणीहरूको अन्धकार मेटाउन सक्ने क्षमता भएको है, र जसले चाहिँ बुद्धको सबै ज्ञानहरू बुझेको जानेको, र त्यो चाहिँ तपाईँले अब हामी सारा प्राणीहरूको पनि अन्धकार मनको अन्धकार मेटाइदिनुहोस् है, मारिकपा तिमुक सबै मेटाइदिनुहोस् र हामीलाई पनि बुद्धका सारा ज्ञानहरू हामीलाई पनि प्राप्त होस्, हामीले पनि बुझोस् भनेर चाहिँ आशीर्वाद मागेको है त। प्रार्थना चाहिँ यस प्रकारको छ। हस्। र यो थियो एउटा सही गलत छुट्याउने दिमाग अथवा राम्रो नराम्रो छुट्याउन सक्ने एउटा बुद्धि पाउनेको एउटा पाठ मन्त्र र अन्तिममा प्रार्थना है। मैले छोटो एउटा भन्ने प्रयास गरेको थिएँ है, प्रयास गरेको हो।
र यसै गरी अरू पनि पाठ मन्त्र यस्तो प्रार्थनाहरू तपाईहरुलाई बुझ्न मन छ भने तल कमेन्टमा लेख्नु होला र त्यसै गरी धर्म सम्बन्धित अरू जुनै पनि विषयमा बुझ्न मन छ भने कमेन्टमा लेख्नु होला म सकेसम्म तपाईहरुलाई भन्ने प्रयास गर्नेछु है र त्यसो भन्दै भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद र सकेसम्म अरू पनि साथीभाइहरूलाई यो भिडियोहरू शेयर गरिदिनु भन्ने म अनुरोध गर्दछु हस्त नि धन्यवाद